नमस्कार सबैजनामा। आज म तपाईहरुसँग भर्खरै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा आएर चीनका राष्ट्रपति सी जिनपिङलाई भेटेर फर्किएका छन्। र यसरी डोनाल्ड ट्रम्प फर्किएको केही दिनमै यता अर्को शक्तिशाली देश रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीनमा आएर सी जिनपिङलाई भेटेका छन्। किन यसरी अहिले यो विश्वका शक्तिशाली देशका राष्ट्रपतिहरू चाहिँ चाइनामा आएर सी जिनपिङलाई भेटिरहेका छन् र यसको राजनीतिक अर्थ चाहिँ के छ त्यो मलाई लागेको कुरा तपाईहरुसँग शेयर गर्छु ल। पहिले हामी यता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङ बीच यो भेटवार्तामा के कुराकानी भयो त्यो भन्छु ल। यो बाहिर समाचारमा आए अनुसार उनीहरू बीच चाहिँ यो इरानमा भइरहेको द्वन्द्व जुन इरान इजरायल र अमेरिका बीच भइरहेको छ नि त्यो द्वन्द्वलाई चाहिँ समाधान गर्नको निम्ति चाहिँ अमेरिका र चाइना मिलेर इरानलाई दबाब दिने भन्ने कुरा भएको छ अरे। त्यसमा चीनले यो इरानले गर्ने यो न्युक्लियर इन्गेजमेन्टको प्रोग्राममा चाहिँ अब समर्थन नगर्ने भनेर डोनाल्ड ट्रम्पले आश्वासन दिएको छ अरे। यही कुरालाई लिएर डोनाल्ड ट्रम्पले चाहिँ हामी बीच एउटा फ्रुटफुल डिस्कसन भयो भनेका छन्। तर यो कुरालाई अमेरिका भित्रै र विश्वका अरू देशहरूले खासै उपलब्धिमूलक मिटिङ मानेका छैनन्। किनभने उता संयुक्त राष्ट्रसँग जब इरानलाई चाहिँ यो न्युक्लियर इन्गेजमेन्टमा ब्यान लगाउने भनेर एजेन्डा अगाडि आउँछ त्यति बेला सबैभन्दा पहिले चाइनाले नै हो अगाडि आएर आफ्नो भिटो पावर प्रयोग गरेर यो हुँदैन भन्ने। त्यसैले यसलाई खासै उपलब्धिमूलक मिटिङ मानेका छैनन् विश्व जगतका अरू राष्ट्रहरूले। र यता अर्कोतर्फ आउँ हामी रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ बीच के कुराकानी भयो त। उता पुटिन जब चाइनामा एयरपोर्टमा ओर्लिए नि त्यति बेला सी जिनपिङले आफू पछाडिका दोस्रा शक्तिशाली व्यक्ति वाङ यी जो पहिले चीनका विदेश मन्त्री पनि थिए चीनका दोस्रो शक्तिशाली व्यक्तिलाई रिसिभ गर्न पठाएका छन् भ्लादिमिर पुटिनको निम्ति। तर यता डोनाल्ड ट्रम्पको लागि चाहिँ भाइस प्रिमियर अफ स्टेट काउन्सिल पठाएका थिए। यहीँबाट थाहा हुन्छ यो समयमा चीनले चाहिँ रसियालाई प्राथमिकता दिएको छ। अर्को कुरा उता 2022 देखि चलिआएको यो रसिया र युक्रेनको युद्धमा पनि जुन यो रसियालाई लगाएको स्याङ्सनको कारण अमेरिकाले चाहिँ रसियालाई पूर्ण स्याङ्सन लगाएको छ। युरोपहरूले कुनै पनि ट्रेड गर्न नपाउने रसियासँग, रसियाको तेलहरू कुनै पनि तेलहरू युरोपमा जान नपाउने। यसले गर्दाखेरि रसियामा इकोनोमी फल हुन सक्थ्यो। तर उता युरोपमा बिक्री हुने तेल जति सबै यता चाइनाले किनिदिएको छ। अहिले द पावर अफ साइबेरिया भन्ने एउटा ग्यास लाइनको पाइप बनाएर नै सबै तेल यतापट्टि चाइनाले किनिदिएको छ। र त्यति मात्र नभएर अस्ति 2025 देखि त द पावर अफ साइबेरिया 2 भनेर अर्को ग्यास लाइनको पाइप बनाएको छ सिधै रसियाबाट चाइनामा मङ्गोलिया हुँदै पास हुने। यसरी चाइनाले सबै तेल यता किनिदिएर रसियाको अर्थतन्त्र टिकिरहेको छ। अहिले पनि टिकिरहेको त होइन, अझ अहिले सरप्लसमा गइरहेको छ रसियाको इकोनोमी। यसले गर्दाखेरि चाइनाले रसियालाई ब्याक सपोर्ट गरेर तिमीलाई जतिसुकै स्याङ्सन लगाए पनि तिमी युक्रेनसँग अमेरिका र युरोपसँग युद्ध फेस गरिराख, तिमी पछाडि हट्ने होइन भनेर ब्याक सपोर्ट गरिरहेको छ। र अर्कोतर्फ यता इरानमा पनि यदि इरानसँग ट्रेड गर्ने कुनै पनि देशलाई चाहिँ हामी स्याङ्सन लगाउने छौँ भनेर अमेरिकाले धम्की दिँदै पनि चाइनाले चाहिँ इरानको तेल चाहिँ किनिदिएर इरानलाई पनि ब्याक सपोर्ट गरिरहेको छ र इरानको इकोनोमी टिकिरहेको छ अहिले पनि। त्यसैले गर्दा नै आजसम्म इरान अमेरिका र इजरायलसँग लडिरहेको छ। यहाँबाट के थाहा हुन्छ भने यो समयमा चाइना चाहिँ एकदमै राइजिङ पावर हो। यो समयमा रसिया भन्दा पनि चाइना नै राइजिङ पावर छ। यसले गर्दाखेरि त्यति बेला यो दोस्रो विश्वयुद्ध पछाडि भएको यो कोल्ड वार शीत युद्ध थियो नि जुन रसिया र अमेरिका आफू फ्रन्टमा लड्दैनथे, विश्वका अरू देशमा चाहिँ आफ्नो पावरलाई जुधाउँथे। जस्तै सिरियामा
अफगानिस्तानमा आएर उनीहरू चाहिँ एकअर्कामा अर्को देशमा आएर लडाइँ गरिदिन्थे। त्यस्तै अब अमेरिका र चाइनामा पनि शीतयुद्ध हुने त होइन भन्ने चाहिँ मलाई लागेको छ है।